हेलो साथीहरू नमस्ते गुड मर्निङ अनि आजको बिहानीमा फेरि पनि म न्यू भ्लग लिएर आइसकेको छु अनि आज चाहिँ हामी मकै छर्न आँटेको अब त्यही भएर चाहिँ अब हामी मकै छर्नको लागि चाहिँ हामी बारीमा आइसक्यौँ र साथीहरू आजको भ्लग चाहिँ मकै छर्नेछौँ हामी म चाहिँ मकै छर्नलाई आइसकेको छ अनि मेरो श्रीमती जो आउन आँटेछ डोको बोकेर आउँदैछ मेरो श्रीमती चाहिँ पानी लिन जानको लागि मैले पनि लिएर आएको छु अहिले हामी एकछिनमा मकै खनेर अनि घर जाने बेलामा चाहिँ पानी लिएर जानुपर्छ साथीहरू मेरो श्रीमती चाहिँ आउँदैछ मल चाहिँ हामीले हालेर पनि फिजाइसक्यो यसरी के गर्नु साथीहरू गोरु छैन गोरु नभएपछि अब ड्याङ्का मान्छेले खनेर छर्नुपर्छ साथीहरू एकदम दुःखद ठाउँ छ म चाहिँ मम्मीहरूलाई कुरिरहेको मम्मीहरूको आजदेखि अब मकै छर्न सुरु गर्ने रे अनि पहिला चाहिँ मम्मीहरूको छर्ने भनेर भन्नुभयो मम्मीहरूले अनि त्यही भएर पहिला हामी मम्मीहरूको छरेर सघाउँछौँ अनि त्यसपछि हाम्रो छर्ने ल साथीहरू अब मेरो मम्मीहरू बहिनीहरू चाहिँ आउँदैछन् मकै छर्नको लागि हामी चाहिँ यहाँ टक्क मकै छरिसकेपछि अनि गर्मी हुन्छ अनि पानी लिएर चाहिँ घर जानुपर्छ भनेर चाहिँ बुढाबुढीले यहाँ गाग्रीहरू बोतलहरू चाहिँ लिएर राखेको छु अब हामी चाहिँ मकै छर्न जान आँटेको बुवा र मेरो श्रीमती चाहिँ गइसक्यो अब म पनि जान आँटेको यहाँ छ मेरो खन्ने कुरो चाहिँ A few moments later. ओ खै तरहरू देखाउ त के बिजो गरेको यो तरहरूको हेर त पाक्छ त्यो पात नआउने जहरू त यो खानै मिल्दैन र मिल्छ पात नआउने मिलिहाल्छ सेतै छ त अनि आफै कमिला रहेछ टोक्छ यसले अहिले ल गाइजहरू अब हामी चाहिँ खाजा खान आँटेको अब धेरै त खनिएन यति खनिएछ अब हामी चाहिँ खाजा खान आँटेको खाजा चाहिँ हाम्रो नेपाली खाजा चिउरा र तामा मस्यौरा अन्डा आँखा नहुने कि आँखा नहुने कि आँखा नहुने यहीँ बसेर खानु पर्यो अब ल खाजा खानु पर्यो साथीहरू अब काम गरेर थाकियो कुखुराले दुःख दिए हजुर मिठो छ खाजा मिठो छ गाइजहरू मिठो भन्दा पनि धेरै मिठो छ मिठो आगो पनि छ अब हाम्रो चाहिँ गोरु नभएर
हामीले चाहिँ खनेरै मकै छर्छौँ। आज चाहिँ यति छर्यो मकै सकिएन योभन्दा चाहिँ अब गर्मी भएर। कति बज्यो अहिले? 10 मिनट गर्मी भएर सकेन। अब चाहिँ पानी लिन जानु पर्यो। हामी चाहिँ मकै छरेर साथीहरू यसरी पानी लगेर जाँदैछौँ। अनि यता म पनि पानी लिएर आउँदैछौँ। तातो भएर नआएर आएको गाइजहरू।